कति छ मेरो बुढो बब्बाल तर नुन धेरै भयो होला छैन इतना मिठो यो चाहिँ मेरै बुढीले बनाए जस्तो लाग्यो अरू बेला चाहिँ अरू बेला चाहिँ अरूकै बुढी ढेँडो खान आउँछ आउँदैन गाइस हो मलाई चाहिँ आउँछ यस्तो गर्ने हो यस्तो यस्तो गर्ने हो यस्तो यस्तो गरी चोप्ने हो ढेँडोलाई चबाउनु हुन्न गाइस फेरि कल्लकुल्लु गरेर लुत निल्नुपर्छ यस्तो गरी चाहिँ खाने हो पहिले ढेँडो मन नपर्ने मान्छे ढेँडो खानुपर्ने रहेछ स्वास्थ्यको लागि एकदम राम्रो है आफ्नो स्किन पनि राम्रो हुन्छ अरे ढेँडोले स्किन होइन आफ्नो स्किन पनि राम्रो हुन्छ अरे कि हाम्रो छालाहरू अनि त्यही भएर आफ्नो स्वास्थ्यको लागि राम्रो हुन्छ अरे त्यही भएर दिस इज अकबरे खुर्सानी यु नो दिस चिल्ली सो फ्यान्टास्टिक मेरो बुढी चाहिँ अब भिडियो बनाएर बस्दै गर्छ म चाहिँ अब मासु र भात आता मैले